तपाईलाई के लाग्छ खै थाहा छैन, तर मलाई के लाग्छ भन्दाखेरि बुद्ध भगवानले भन्नुभएको थियो नि, मूर्खको तारिफ सुन्नुभन्दा बुद्धिमानीको गाली सुन्नु उत्तम हुन्छ भन्ने एउटा भनाइ अझ पनि जल याद आउँछ। हुन पनि हो नि, मूर्खको तारिफलाई सुनेर खुसी हुनुभन्दा बुद्धिमानीको गालीलाई सुनेर दुःखी हुनु नै अति उत्तम हो जस्तो मलाई पनि लागिरहेछ, महसुस भइरहेको छ। किन भन्दाखेरि मूर्खको तारिफमा सधैँ झुट मात्र भेटिन्छ अनि बुद्धिमानीको गालीमा सधैँ सच्चाइ देखिन्छ। त्यसैले तपाईँ पनि मूर्खको तारिफलाई छोडेर बुद्धिमानीको गालीलाई सुन्ने प्रयास गर्नुहोस् भनेर म भन्न चाहन्छु।